हाई एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ मैले खाना बनाएको भिडियो लिएर आएको छु। घरमा बसेको दिन दिउँसोभरि सुत्ता सुत्ता राति चाहिँ मै खाना बनाइदिन्छु भने अनि मुन्टा बनाएँ। अनि आलु मुन्टा बनाएपछि त केसँग खानु भन्दा आलु र अन्डाको रस बनाएँ। यो चाहिँ मेरो आफ्नै हाउडे रेसिपीवाला, हेर्नु होला तपाईँहरू पनि अलिअलि हालेको छु मैले। अनि म चाहिँ भिडियो बनाउनै भ्याएको छुइनँ, एकदम बिजी छु। बिहान गयो बेलुका आयो, के भिडियो बनाउनु, सुतेको भिडियो बनाउनु कि। अनि मेरो चाहिँ टिकटकमा बेबी टोय सब भनेर छ टिकटक आइडी, त्यसमा चाहिँ हजुरहरूले फलो गरिदिनु होला। अनि युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला। म अलिअलि गर्दै अब भिडियोहरू पनि हाल्छु भ्याएसम्म। अनि अहिले चाहिँ मैले धेरै जस्तो खेलाउनाहरूको हालिरहेको छु नि त। अनि कतिजनालाई चाहिँ अब त्यो भिडियो फेक लाग्न सक्छ, तर मैले आफैले हालेको हो, आफ्नो हाल्न नभ्याएर चाहिँ। तपाईँले हेरिदिनु होला। अनि यति भन्दा मेरो सब्जी पनि पाकिसक्यो। हामी चाहिँ घरमै अन्डा थियो लोकल कुखुराको, अनि त्यसकै बनाएको थिएँ। मिठो हुन्छ नि त लोकल कुखुराको त। अनि 3जना मात्र थियौँ, थोरै मात्र बनाएँ, मुन्टा पनि थियो र। हस् बाई।